हेलो एभ्रिवान, हजुरहरू सन्चै हुनुहुन्छ र आज पनि मैले यहाँ हेर्नु न अन्डाको भुजुरी लिएर भात खान थाले है। अन्डाको भुजुरी चाहिँ फर्स्ट खाइहालेको नि, टेस्टी भएछ है, टेस्टी भएछ। किनकि आज मैले नि यो अन्डाको भुजुरीमा आलु केही हालेकी छैन, अर्थो केही हालेको छैन, खालि अन्डा मात्रै। र यो रातो रातो देख्नुभएको छ नि हजुर, यो चाहिँ हो बिलाई काटेर हालेको है। मैले अन्डामा आलु हाल्यो भने अरू मिठो हुन्छ, तर मैले आलु चाहिँ हालिनँ, सिर्फ अन्डा मात्रै हो। यस्तो खाना नि मलाई बहुत मन पर्छ के। र मैले खाना स्टार्ट गरेँ है, एक दुई गाँस त खाइ पनि हालेँ। र यो हेर्नु न, अन्डा यस्तो राम्रो लाग्छ नि मलाई। अनि हजुरहरू भात खाँदा खाँदै आज एउटा कुरो भनौँ भनेर सोचे होइन, भन्न मनै लाग्यो, भनिहाल्छु है। यो समय नि समय भनेको के चिज होला होइन। यो समय बदलिन्छ र बदलिँदैन। आज बिहान 12 बजीबाट भोलि 12 बजीसम्म एउटै हुन्छ होइन, भोलिपल्ट पनि त्यही एउटै टाइम हुन्छ। समय कहिल्यै बदलिँदैन। तर यी मान्छेहरूको मन चाहिँ किन पटक समयमा बदलिन्छ? किन बदलिन्छ होला? झनै एउटा मान्छेले त नि अलिकति उसले भेट्ने भन्दा धेरै भेट्यो भने त त्यसले सबै थुक भुलेर ऊ त यस्तो बदलिन्छ नि, त्यसले आफ्नो मानवताै भुल्छ, इन्सानियतै भुल्छ के। त्यो चाहिँ एउटा मान्छे हो, मान्छेहरूको लेभलमा छ भनेर, त्यो एकदम हाइफाई लेभलमा छु भनेर सोच्छ के, त्यसले त्यस्तरी बदलिन्छ के। होइन र साथी हो, आजको लागि यति नै है। नेक्स्ट